हेलो सबैलाई फेरि पनि नयाँ ब्लगमा स्वागत छ। आज चाहिँ हाम्रो मामाको अ जस हकम जस्तै मनाइदिनु भएको थियो अनि यसै गाउँ समाजलाई बोलाएर खुवाउनुको निम्ति अनि आज यहाँ चाहिँ खानापिना बनिँदैछ। 3 तारिकको हो यो चाहिँ अनि यहाँ चाहिँ पनिर अनि पुरी सब्जी अनि के हो 3 वटा आइटमको बनिँदैछ अनि यता हेर। हेलो मिसेस बिना थापा सारू मगर के छ नानीले अनि यो चाहिँ हाम्रो हो प्यान्डेल अनि यहाँ चाहिँ मान्छेहरू आउँदै हुनुहुन्छ माइजू हुनुहुन्छ उहाँ चाहिँ अनि यहाँ चाहिँ भित्र जाँदैछु म चाहिँ होम टुर गराउँदैछु भनेर के अनि मान्छेहरू आउनु हुँदैछ अनि माइजूले हामीलाई पनि रेडी हुनु भनेर नि हामी चाहिँ रेडी हुनु पनि गयौँ अनि यहाँ चाहिँ हाम्रो सिमु यहाँनिर आमासँग बसिरहेको रहेछ ज्ञानी भएर अनि यहाँ चाहिँ दिदी किचनमा चिया बनाउँदै हुनुहुन्छ हामीहरू छौँ अहिले त काम गर्ने अहिले त कोही आएको छैन अनि चाहिँ बेलुकी भइसक्यो बुहारी पार्टी हामी सबै बुहारी पार्टी है यहाँ अनि यहाँ चाहिँ मामाको यहाँ धेरैजना यहाँनिर कमिटीहरूबाट कहाँबाट हाम्रो मामा चाहिँ आर्मी म्यान पनि हुनुहुन्थ्यो अनि गाउँको समाजसेवी पनि हुनुहुन्थ्यो धेरैको मनमा बस्नुभएको मामा हाम्रो हुनुहुन्थ्यो अनि त्यही भएर सबैले सर्टिफिकेटहरू ल्याइदिनु भएको छ लिम्बू सभाबाट थुप्रै केबाट ल्याइदिनु भएको छ अनि यहाँ चाहिँ श्रद्धाञ्जली गर्नुभएको मामाको हो अनि सबै गइसक्नु भएको छ अनि यहाँ खाली भइसकेको छ अनि हामीहरू लास्टमा बुहारी पार्टी अनि लास्टमा दिदी र म चाहिँ एकदम राति क्लिन गरी म चाहिँ अहिले घर फर्किँदैछु अनि साह्रै गलेँ उहाँ चाहिँ हुनुहुन्छ हाम्रो माइजू जो कि हाम्रो चर्चको एल्डरनी आमा हुनुहुन्छ र हाई स्कुलको हेडमास्टरनी पनि हुनुहुन्छ उहाँ चाहिँ हुनुहुन्छ हाम्रो मामाको श्रीमती र बाई बाई तपाईँहरूलाई